तीनटा विषयलाई लिएर यो हस्ताक्षर अभियान सुरु गरेका छौँ। पहिलो विषय भनेको विद्युतमा लगाएको भ्याट फिर्ता गर्नुपर्छ। यो विद्युतमा जुन भ्याट लगायो हामीले म विद्युत प्राधिकरणमा हुँदाखेरि करिब 25% हामीले विद्युतमा महसुल घटाएका थियौँ। यो महसुल 25% भनेको 25 अरब वार्षिक रूपमा हामीले महसुल घटाएर पनि घाटा भएको संस्थालाई हामीले वार्षिक रूपमा 12-15 अरब नाफामा ल्याएका थियौँ। 8 वर्षमा करिब 1 खरबभन्दा बढी हामीले विद्युत प्राधिकरणलाई नाफामा लान सम्भव भएका थियौँ। तर अहिलेको सरकारले यो जुन 2/3 सरकार आएपछि तत्कालै जुन बजेट मार्फत विद्युतमा भ्याट लगायो। सर्वसाधारण जनतालाई त्यो घरायसी ग्राहकलाई 5% भनियो, तर बाँकी सम्पूर्ण ग्राहकलाई 13% भ्याट लगाएको छ। सिँचाइ जस्तो अति आवश्यक चाहिँ खेती गर्न पर्ने अति आवश्यक कृषकको लागि अति आवश्यक वस्तुमा पनि भ्याट लगाएको छ 13%। हामीले सिँचाइमा 2 रुपियाँ मात्रै लिने गरेका थियौँ र खानेपानी झन् अति चाहिँ आवश्यक वस्तु जनताको लागि त्यसमा पनि 13% भ्याट लगाएको छ। हामीले करिब चाहिँ राति चलायो भने 3 रुपियाँ 3.5 रुपियाँ मात्रै लिने गरेका थियौँ। त्यो खानेपानीमा वास्तवमा भन्यो भने पहिलेको तपाईँहरूले पनि देख्नुभयो होला, खानेपानीमा पहिला चाहिँ हरेक महिना 600-700 रुपियाँ तिर्नु पर्थ्यो, अहिले 300-400 मात्र